What's up everyone? Welcome back to a new video. This is the fourth video and in this video I'm gonna talk about something interesting and हाम्रो आजको टपिक एकदम इन्ट्रेस्टिङ छ किनभने I know everyone has gone through school life. सबैले स्कुलबाटै आयो होला, कोही कलेज पढ्दैछ होला, कोही भर्खर स्कुल पढ्दैछ होला and I'm talking about everyone. दिदी बहिनी दाजुभाइ आन्टी अङ्कल छोरा नाति ब्ला ब्ला सबैको बारेमा कुरा गर्दैछु किनभने टुडेज टपिक इज नेपाली क्लासमेट। हाम्रो स्कुलको यस्तो साथीहरू जसले हाम्रो स्कुल लाइफ एकदम इन्ट्रेस्टिङ बनाइदिए, एकदम के वन्डरफुल। स्कुल लाइफ यति बोरिङ हुन्छ बट त्यही साथीहरूले हाम्रो स्कुल लाइफ रङ्गी बिरङ्गी इन्द्रेणी जस्तो बनाइदिएन। नाउ लेट्स फरवर्ड टु द भिडियो, लेट्स टक अबाउट दोज फ्रेन्ड। यस्तो साथी जसलाई हामीले क्लासमा उठेको देख्यो भने दङ्ग पर्थ्यो होइन। यस्तो साथी जो क्लासभित्र छिर्यो कि निदाहाल्ने, टिचरहरू भित्र पस्यो केटो उहाँ घुरेर सुतिसकेको हुन्छ होइन। त्यस्तो स्टुडेन्टहरूले निन्द्र कन्ट्रोल गर्न सक्दैन, टिचर छिर्यो कि निन्द्रा लागिहाल्ने। यस्तो क्लासमेट जसले टिचरलाई सबै कुरा याद दिलाउँछ के भन्छ, चाहे त्यो टेस्ट होस् चाहे त्यो होमवर्क होस् सबै कुरा याद दिलाउने। अब सरले टेस्ट दिन्छु भन्यो, अब अर्को दिन जाँदाखेरि सरले बिर्सियो, अर्को दिन सर टेस्ट सर होमवर्क भनेर सबै कुरा याद दिलाउने। यस्तो साथीहरू मलाई देखेर नि रिस उठ्छ होइन। के भन्छ अरे, अब सरले होमवर्क दियो चेक गर्न बिर्सियो, सर यो भनिदिन्छ। अब सरलाई सर यो होमवर्क सर टेस्ट भनेर सबै याद दिलाउने साथी। क्लासमेट कसको क्लासमा थियो सबले तल कमेन्टमा भनौँ है। त्यो स्टुडेन्ट जो सरको चम्चा हुन्छ, टिचरहरूको चाकडी गर्ने स्टुडेन्ट होइन। अब टिचरहरूलाई मक्खको पार्न जहाँ पनि पुग्ने इक्जाममा धेरै मार्क्स दिन्छ भनेर हो कि पनि किन हो सबै कुरा भन्ने होइन। के भन्छ, क्लासमा केही भयो कि पक्क सरलाई भनिदिन्छु भन्ने। क्लासमा अब कोही अझै हाम्रो त अझै स्कुल लाइफमा हुन्थ्यो, हामी नेपाली स्कुलमा पढ्ने तर नेपाली बोल्न पाउँथेन, अनि नेपालीमा बोल्यो कि पक्क सरलाई नेपालीमा बोलेको भनिदिन्छु भन्ने। अब कक्षामा झगडा भयो पक्क भनिदिन्छु भनेर सबैलाई तर्साउने स्टुडेन्ट के त्यो धुन्दाकारी स्टुडेन्ट। त्यो चाहिँ क्लासको सबैभन्दा क्युट ब्युटिफुल केटी होइन। यो भन्ने बित्तिकै सबैलाई एउटा न एउटा केटीको झालरास दिमागमा याद आएर फोटो होइन। त्यस्तो केटी होइन जसलाई सबले मन पराउने कि सब केटाहरू त्यो केटीसँग एकैछिन बोल्न पाइने मक्ख हुने होइन, सबले मन पराउने, सब पछि लाइन लाएर हिँड्ने होइन। त्यस्तो केटी हुन्थ्यो, सबैको कक्षामा त्यस्तो केटी हुन्थ्यो होला नि। एउटा यस्तो क्युट केटी जसको पछाडि हजुरहरू सबै लगाएको हुन्छ होइन, पछि लगाएको हुन्छ, बोल्नु एकचोटि बोल्न पाए मक्क हुने के। यस्तो केटा होइन जसले त्यो केटीलाई लभ पारेको हुन्छ। त्यो केटा होइन जसले त्यो केटीलाई पहिले प्रपोज गरेर उडाइसकेको हुन्छ होइन। कति केटाहरू त्यो केटा देखेर जेलस हुन्छ होइन। बिचराले त कतिहरूको सराप नै खाएर त्यो केटीलाई मन पराउने भयो होइन। यो साथी चाहिँ होइन 100%मा 110% होइन सबको हुन्थ्यो नि। यो साथी चाहिँ यस्तो लागेको साथी होइन जसले सब झुटो बोल्ने, सबै त नभनौँ होइन। अब पढाइको बारेमा अब इक्जाम सुरु हुन लाग्यो, उयो कतिको पढेछस् भन्दाखेरि यार मैले त बुक पनि छैन, मेरो त बुक पनि कहाँ छ मलाई थाहा नै छैन भन्छ होइन। तर रातभरि पढेको हुन्छ होइन। अनि अब इक्जाम पनि आयो होइन, इक्जाममा लेख्यो, अनि इक्जाम पछि सिद्धेपछि उयो कस्तो गरिस् भन्दाखेरि मैले त केही नै लेखिनँ यार, मलाई त केही नै आएन भन्छ। तर रिजल्टमा चाहिँ सधैँ फर्स्ट सेकेन्ड थर्ड चाहिँ भएकै हुन्छ होइन। यस्तो साथीको लैलामा लाएर बिचरा हामीले पनि कति पढेन है। कतिवटा इक्जाम फेल भयो, त्यसले त पढेको थिएन, मैले किन पढ्ने भनेर कतिवटा इक्जाम यसै खेर फाल्यो है। यस्तो लागेको साथी चाहिँ मलाई सबैलाई देखेर रिस उठ्छ। सबैको साथी हुन्छ क्या यस्तो। यो साथी छ नि, यो लिस्टको साथी होइन। यो साथी चाहिँ मेरो सबैभन्दा होइन हेटेस्ट साथी हो कि मेरो नभनौँ सबैको हेटेस्ट साथीहरूलाई होइन। स्पेसल्ली यस्तो साथी चाहिँ होइन कलेज लाइफमा भेटिन्छ होइन। यस्तो साथी जसले सरलाई रोकिदिन्छ। अब सपोज अब पिरियड सिद्धिन 1 मिनट 5 मिनट हुन्छ होइन। अब सरले कुनै दिन छिटो छोड्दैन होइन। अब सरले छिटो छोड्न लाग्यो, लास्टमा गएर सर ट्याक्क त्यो ढोकाको आडामा पुग्ने बेला सर
मैले यो बुझिनँ सर मैले त्यो बुझिनँ भनेर सरलाई रोकिदिने साथी। अनि सर पनि के बुझिनस् भन्दै पछि आएर अनि 10-15 मिनट त्यसै एक्स्ट्रा बसाइदिन्थ्यो। हामी चाहिँ त्यो घडी हेरेर बसेको हुन्छ कति बेला टाइम सिट दिन्छौँ भनेर, त्यस्तो साथीले गर्दा झन् एक्स्ट्रा बसाइदिन्छ सरसँग। यो चाहिँ फर्स्ट बेन्चर र लास्ट बेन्चर सबैले याद गर्यो होइन। फर्स्ट बेन्चमा त अगाडिको रोमा बस्ने स्टुडेन्ट चाहिँ एकदम पढन्थे होइन, पुरा फर्स्ट सेकेन्ड थर्ड हुने, अनि नोट सार्ने नोट गर्ने स्टुडेन्ट हुन्थ्यो होइन, जसको नोट बिना हामी पक्कै पास एउटा एक्जाम पास हुन्नौँ होइन, त्यही साथीको नोट सार्नु पर्थ्यो। त्यो साथी चाहिँ एकदम पढन्थ्यो हुन्छ, फर्स्ट बेन्चमा बस्ने साथी एकदम पढन्थे। अनि हाम्रो त्यो हुन्छ नि, हाम्रो त्यो जिग्री लास्ट बेन्चमा पुरा पछाडि गएर बस्ने त्यो साथीहरू पनि एकदम हल्ला गर्छन् होइन। बट त्यो साथीहरूले गर्दा नि हाम्रो क्लास यति इन्ट्रेस्टिङ हुने, त्यो साथीहरूको जोकले गर्दाखेरि क्लास एकदम रमाइलो हुने होइन। त्यो लास्ट बेन्चरको साथीहरू हल्ला गरेन नि भएको स्कुल नजाने भयो। यो साथी चाहिँ हाम्रो टुरिस्ट साथी है, खैरे साथी, पुरा बाहिरबाट आउने साथी जस्तो भनेको नि, त्यस्तो बाहिरबाट आउने साथी भनेको होइन। यो साथी चाहिँ हाम्रो खैरे साथी, महिनामा एकचोटि स्कुल आउने साथी होइन। यस्तो साथी हुन्थ्यो होइन, सबैको क्लासमा हुन्थ्यो होइन, महिनामा किन होइन क्लासै आउँथेन, घरबाट क्लास भनेर त हिँड्थ्यो बट क्लासमा एब्सेन्ट। अब दुईवटा रिजन हुन्छ क्लास नआउने, कि त एउटा फेल भन्दा सरी, कि त एउटा बिरामी भएर कि एउटा बङ्क। त्यो साथी पक्कै बिरामी भएर होइन बङ्क हान्ने। अब घरबाट निस्किन्थ्यो स्कुल जाने भनेर, स्कुलमा मान्छे छैन। अझै यस्तो साथीहरू त कहिलेकाहीँ त सरै लिन जान पर्थ्यो होइन कलेज स्कुलमा। मेरो स्कुलमा पनि एउटा साथी थियो त्यस्तै, नाम मेन्सन डियर होइन। यो चाहिँ लास्ट वान है। यो लास्ट वान चाहिँ हाम्रो क्लासमेट, एकदम बिचारा क्लासमेट होइन, बिचारा भन्नाले नि किनभने अब केही जोक आयो होइन, अब केही कुरा आयो हाँस्ने कुरा आयो भने बिचाराको त्यही स्टुडेन्टको सरले त्यही स्टुडेन्टको नाम जोड्थ्यो होइन। अब सपोज अब कसै सरले जोक भनेछ, कुनै क्यारेक्टर भयो रामश्याम पर्यो, रामश्यामको साटो अब त्यही केटाको नाम जोडिदिने, सबले त्यही केटाको बिल्ला उडाउने बिचारा हुन्थ्यो। केटा मात्र होइन केटीको ग्रुपमा पनि त्यस्तो एउटा हुन्थ्यो होइन बिचारा साथी, जसले सब त्यो क्लासको सबले खिसी उडाउने बिल्ला उडाउने साथी होइन। तर त्यो साथी नभए नि हाम्रो क्लास एकदम इन्ट्रेस्टिङ हुने नै थिएन होइन। त्यो इन्ट्रेस्टिङ त्यो रमाइलोपन हाम्रो क्लासमा कहिल्यै हुन्थेन नि त्यो साथी नहुने भए। अब केही नाम जोड्यो त्यही साथीको नाम आउँथ्यो, बिचरालाई त होइन, उसलाई त कति दुःख लाग्ला सबले जिस्काउँछ भनेर, बट द्याट वाज अ फन म्याटर फर अस होइन। ऊ नभए हाम्रो स्कुल रमाइलो हुँदैन। दे वर द लिस्ट अफ माई फ्रेन्ड्स होइन, मेरो सबै साथीहरूको डिटेल। अनि आई नो एभ्री वान हेभ द्याट फ्रेन्ड। अहिलेसम्म मैले मेन्सन भन्दा नि मैले भनेको फ्रेन्डहरू कसै न कसैको हुन्छ। मेन्सन द नेम्स अन द कमेन्ट बक्स एन्ड होप यु लाइक द भिडियो। डोन्ट फर्गेट टु हिट thumbs up, subscribe and do share with your friends.